अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो, सिरियस बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा कि जनताको पक्षमा देश विकास गर्ने प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ, न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली त्यो देखिएन। एउटा नेपालीमा कविता छ नि, फलेको हाँगो नझिउकेको कहाँ छ र भने जस्तै मलाई के लाग्थ्यो भने एकदम नम्र स्वभाव शालीन विद्वान हो नि त, उहाँ त डाक्टर हो नि, विदेशी ठुला ठुला युनिभर्सिटीमा पढेर आउनुभएको अर्थमन्त्रीज्यू त्यो खालको गर्नुहुन्छ होला भनेको उहाँको जुन प्रकारको एटिट्युड स्वभाव र प्रतिपक्षहरूलाई विपक्षीहरूलाई हेप्ने र चाहिँ जुन प्रकारको मानमर्दन गर्ने अपमान गर्ने गरिकन प्रस्तुत हुनुभयो त्यसले वास्तवमा उहाँको विद्वतामाथि प्रश्न गरेको छ। उहाँको विद्वतामाथि गम्भीर प्रश्नहरू सिर्जना गरेका छन् र मान्य सदस्य यहाँ विषयवस्तुमा केन्द्रित हुन। सम्मान्य सभामुख महोदय, म विषयवस्तुमाथि नै केन्द्रित छु। सभामुख महोदय, विषयवस्तुमाथि केन्द्रित भएर नै म आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु, राखिरहेको छु। अर्थमन्त्रीज्यूसँग जोडिएको विषय छ, त्यसैले म अर्थमन्त्रीज्यूका विषयमा भनिरहेको छु। त्यसैले उहाँको विद्वताले यो बजेटसँग चाहिँ जोडिएन। बजेटले यसले दूरदराज देखेन, यसले बजाङ देखेन, यसले अछाम देखेन, दार्चुला देखेन, यसले बाजुरा देखेन, यसले हुम्ला जुम्ला देखेन यो बजेटले, र यसले गरिब देखेन, यसले पिछडिएका वर्गहरू देखेन, महिला देखेन, बालबालिका देखेन, दलित देखेन। र एक प्रकारले भन्यो भने बजेट एक प्रकारको उहाँले गैर जिम्मेवार हावादारी र एउटा सत्तापक्षकै मान्ने सदस्यको शब्द सापट लिएर भन्न चाहन्छु भरिएको बेलुन जस्तो बजेट ल्याउनु भयो र एक प्रकारको चाहिँ दुखित बनाउनु भयो, त्यो जनमतको घोर अपमान गर्नुभयो। म यसप्रति गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु अर्थमन्त्रीज्यूको। अर्थमन्त्रीज्यू भर्खरै हिँड्नुभयो,